ह्याक गरिदिरहेछ केटीले कस्तो खालको राम्रो हुनुहुँदो रहेछ त कस्तो खालको राम्रो हुनुहुन्छ हौ हजुर जानी को हो यो संसदको आइडिया गर्ने मादक चुतको खै म एकजना केटी पढेका तको तेरो के भएको भाइ हजुर को बोलेको पड्काउनु पर्ने भाइ त साला केटीको आइडी केटाको आइडी ह्याक गर्छ साला केटी भएर त्यो काम छैन हो अलिकति मुख सम्हालेर बोल्नु है धेरै ल्याङल्याङ गर्ने होइन है अलि फेरि नि म दिदी हो अनुहार हेर न अनुहार आँखा हेर न र चुरोट खाएको हेर न फेरि आमाई तेरो त्यो बुढा होला ओए ल चाहिँ यो कोच साले रन्डा हेर न आँखा हेर न आँखा साले कस्तो खालको उसले चुरोट खान्छ हो अझै सालेको दा अझै मलाई थर्काइ हुँदो रहेछ चाले कस्तो खालको आमा आँखा हेर सेम त ऊ जस्तै कस्तो थ्याट त बेङ्गलोरमा बस्ने एकजना केटा छैन त्यो जस्तै पो देख्छु त म त क्यामेरा खोल माधव चोत तेरो अनुहार हेर्छु म साला मिया कलिफा जस्तो होला माधव चोत साले राका नाखेर न हौ कस्तो खालको हो राजाले यत्रो सुँगुरको नाक भन्दा ठुलो छ हौ ओइ रन्डा आइज साले खेल्छु भने आइज है साले छोरी मान्छेलाई धेरै हात हाल्नु हुँदैन है फेरि भन्दैछु नि म नि छोरी मान्छेको खुट्टा तान्ने छोरी मान्छे नै हुन्छ छोरा मान्छे हुँदैन ट्याप गरेर राख्नुहोस् हल्ला नगर मासले गर्दा नि को यो हाम्रो संसदको आइडी त ह्याक गर्ने त को हो त यत्रो हिम्मत तेरो लोकेसन म तँलाई म खोडा ल्याएर आउँछु तेरो टाउकोमा हालिदिन्छु चाठी तेरो बाउ साले गधा साले आइज नि त नि तानेर मसँग भेट्छिस् भने सक्छिस् साले रन्डा साले को यो मासाले फेरि अनुहार न दनुहार परेको साले रन्डा तिरी मासाले के हो यस्तो चुरोट पनि तान्छ त नि कस्तो खालको साले रन्डा ऊ चुरोट हेर न चुरोट पनि खानु आउँदैन सालेलाई चुरोट पो खाँदैछ पहिला ओइ भाइ हेलो ओइ भाइ पहिला चुरोट खानु सिक चुरोट खानु सिक अनि मात्रै कुरा गर्नु आइज ल मसँग हेर न कति महिना भयो होला ननको साले हेर न मैल नै मैल परेको आम्मै छ्या हौ हेलो तँ चुरोट खानु नुहाइ चाहिँ नखा भयो के साह्रो हो तिमी त छ्या
धेरै नबोल आइज भेट्ला मार चट के गङ्गोको जस्तो हेर्छु भनेको तिमीले साला केटाको आइडी ह्याक गरेर त ठुलो भएको हो केटाको आइडी ह्याक गर्छ अनि अझै हामीलाई भन्छस् त गङ्गु छेत्री तै हो मार चट मैले गङ्गो छेत्री गर्नु खोजेको चाहिँ के हो तैँले भन् त तेरो के हो त मैल परेको छाला देखाएर के गङ्गो भन्दा पनि धेरै नराम्रो गरेर चाहिँ मलाई चाहिँ देखाएको सालेको दा छक्का कति बोलेको आएर पड्काइदिन्छु साला आइज नि त नि खेल्छस् भने आइज झापा हिँड्ने मान्छे जस्तो छ झापामा आइज झापामा आउँदिन टपुचीलाई हान्नु पाउँछु म आइज मार चुट्ने इचडी आइज तँलाई त नि म तेरो कहाँ टेलिग्राममा छिर्ने भाइरल हुनु आइज ओ यो त निकिसा जस्तो बोल्छ त के हो त्यो केटा छ नि एउटा छक्का निकिसा त्यो होला हौ त्यति होला हौ त्यही जस्तो छ हो निकिसा होला जस्तो छ माचिक्ने रोन्डाहरू सालेको दाहरू तेरीमा म निकिसा नै बोलेको कस्तो मुख सगालेर बोले केटी हो साले नबोल है कुची यहाँ फेरि खालास् नि तैँले मेरो कुटै केटाको आइडी ह्याक गरेर आइरहेको छ कहाँ बोल्नको यो हाती नि साले रन्डा साले तररमा आइज साले फाइट खेल्छ भने सालेको दा आउँछु भोलि नै आउँछु बोला न तररमा अहिले आइज न सालेको दा अहिले त राति छ कि राति मलाई डर लाग्छ साले थक्का दरपुक सालेको दा अहिले आइज मेरो गदा चाहिँ होइन ल म बहिनी सालेको दा ले अनुहार हेर न अनुहारमा साले खुलित्तै परिगएको छ सालेको दाको अझै मसँग लाप्पा खेल्न आउने अरे साले तेरो ज्यान देखा त ज्यान देखा त तेरो ज्यान देखाउ न तिम्रो ज्यान देखाउ त ज्यान देखाउ न तिम्रो बडी देखाउ न छ्या हौ तँ सेम एक मैले भिडियो देखिरहेको थिएँ तिम्रो यो पन्च चाहिँ मैले होइन एउटा भिडियोमा देखिरहेको थिएँ क्या त्यो नरिवलहरू फुटाउने इस्कुसहरू फुटाउने होइन अनि त्यहाँदेखि यसो जिम गर्ने हो त्यस्तै मैले देखेको तै सेम तिमी रहेछौ क्या साले रन्डा रन्डाको थोप्रा हेर न साले गदा साले हेर न चुरोट खाएको साले हगेर पुस्नु जानेको छैन होला चुरोट खानु आँट गर्दैछ साले फ्याक रन्डा साले त साले रन्डा फ्याक त चुरोट यसलाई अलिक सम्हालै फेरि म मार्दिन्छु कि भेट्यो भने नारीलाई फेरि ए भाइ सक्छिस् भने आइज नि त नि झापामा आइज न झापा आउने जस्तो लाग्यो त्यसो भए कुन कुना कक्षामा अन्य बन्द भएर बस्नु पर्ला नि फेरि बहिनी डरले त्यसो भए होइन सुन न
अन्डरग्राउन्ड भनेको थाहा छ होला नि अन्डरग्राउन्ड त्यस्तो बस्नु पर्ला नि फेरि बेपत्ता भएर तेरो जस्तो थुप्राले चाहिँ अन्डरग्राउन्ड बस्ने त्यति साह्रो मलाई लागेन अनुहार हेर न अनुहारमा सलेको के भन्नु हाँस पनि उठाउँछ रिस पनि उठाउँछ अन्डरग्राउन्ड बस्ने जस्तै देखिन्छ सलेलाई हाँस पनि उठाउँछ चिस पनि उठाउँछ त मलाई त को हो भन्छ अनुहार हेर न अनुहार नाक हेर न नाक अन्डरग्राउन्ड बस्ने मान्छे अरे टलक्क टल्किरहेको छ हेर त मेरो नाक कस्तो छ यो त चिक्ने पेसल जस्तो छ चिक्ने यो पेसलको आवाज होला है हेर न नाकमा चिक्ने अन्डरग्राउन्डको बसेको मान्छेको ओ म्याच के पेसल रन्डी त धेरै भएको म्याच चिक्ने प्रकाश भुजेल हो कि क्या हो यो त चिक्ने त्यही मुजी 20 वर्षको बुढी बिहे गर्ने त्यस्तै कारण म्याच कति बुझिरहेको छ चिरोट खाएको हेर्न चिक्नेको घाँटी हेर्न घाँटी ओ भाइ घाँटी हेर त घाँटी खान्छ त के चिक्नेको नाकको दुलो हेर न अलि धेरै चप्प लाग्यो मलाई मुजीको कान हेर न चिक्ने मुजी आम्मा हात्तीको भन्दा कम त छैन त हो चिक्ने यो त कुबो हो त जो पनि होस् कि त धेरै नहोस् कि त फेस टु फेस आएर आउँछस् भने होइन म तसँग एक्लै घुरिदिन्छु तेरो ग्याङ लिएर आएको केटीको सक्का ग्याङ लिएर मासाला छपरी हेर त उसको घाँटीमा चेन हेर न चेन सालेको दा भाइ यो कतिको थाहा छ 1 लाखको भाइ 1 लाखको कसले तै पारेर चिक्नेको दा मुजीको हेर त आँखा हेर न आँखा सालेको दा माछ चिक्ने चाहिँ नभनी म तेरो माछ चिक्ने अघिदेखि भन्दैछु ओइ रन्डा भन्दैछु नि मलाई माछ चिक्ने साले रन्डा कुन एङ्गलदेखि चाहिँ तँले चाहिँ तेरो त घाँटीको चेन चाहिँ 1 लाखको भनेको लु भन् त सालेको दा यो अलिकति तँलाई म देख्यो भने तर छ्याइदिन्छु तेरोमा घाँटी साल त कन्फ्युज भएछ होला होइन बेलायमा फेरि एउटा छक्काको निर्दोष घटनास्थलमै मृत्यु होला नि फेरि बाबा तेरो थोपडा चाहिँ नदेखा होइन त नाक हेर न नाक मासला कस्तो खालको त ताँबा जस्तो क्या अम्माइ हेर त अम्माइ त तेरो दाँत देखा त एकदम हेरौँ त छ्या नाक हेर न नाक छ्या हौ छी नाक हेर न नाक सालेको रागा अझै कपाल पो मिलाउने हुन्छ त कान हेर न त्यो हात्तीको जस्तै छ आम्मै अझै पो मुसार्दैछ नगर साले म जस्तो केटीले त तँलाई पत्याउँदैन है साले केटी हो त छक्का त्यही भएर त रातमा पार कुदी आइन्छस् त नि त सालेको दा अनि मलाई किन सुनाएको त मैले सोधेको छु त रत्न पार्कमा आइज कि भानु चोकको त्यो घन्टा घरमा आइज कि डरीको त्यो चोकमा आइज कि त्यो पिपल चोकमा आइज कि जहाँसुकै आइज मलाई किन सुनाएको त अमितिर छ्या त्यो तेरो नाक चाहिँ नदेखा है म कति रिस उठिसक्यो है साले आला भाँचिदिन्छ है म तेरो नाक चाहिँ नि कसम होला
छ्या कस्तो फ्यात्तै हगेको घु जस्तो भएको हौ। नबोल भाइ अनुहार आएको यो त टक्कै खाइसक्यो। अनुहार हेर न सालेको धाएको आमै कान पनि मुले हात्तीको जस्तो छ। त्यो सानोमा हामीले हेरिन्थ्यो नि त्यो गणेश त्यो मुसाको कान होइन गणेशको त्यो होइन शिवजीले काटिदिन्थ्यो नि त्यो कान होइन ए घाँटी नै काटिदिन्थ्यो नि होइन माधव छु धेरै नबोल। अनि त्यहाँ शिवजी त्यो सुन्ने मेरो टाइम छैन। त्यो त शिवजी त्यो कान त्यो घाँटी काटिदिने त मेरो सुन्ने टाइम छैन साला। अब तँलाई त्यसरी नै जन्माएको होला अब तेरो कान हेर न उचिक्नीको हात्तीको जस्तो म्यासले छ्या हो चिक्ने होइन ल म फेरि भेट्लास् नि फेरि कोडा भेट्छ तैँले त्यो चिक्ने होइन म। आइज नि त अनि खेल्छस् भने सिङ्गल सिङ्गल आइज। तँसँग खेल्नु के खेल्नु यसो हेर्दै चिक्ने छक्का जस्तो बोलिरहेको भाइ एक सर्ट भेटिस् भने मर्नु सक्छस्। अब त गोटी गाँजा खाएर मर्नु आँटेको होला के गर्छिस् अनि होइन अब भालु चिक्दिएपछि साला पानी खाने जस्तो लाग्यो त जस्तो रक्सी खाएर दिनमै उत्तानो लडिजाने जस्तो लाग्यो। अब त गोटी गाँजा खाएर मर्नु आँटेको होइन अब त्यहाँदेखि अनि हेल्दै बसिस होला गोटी गाडी खाँदैन जस्तो अन्ली चुरोट हो भाइ त जस्तो बिग्रेको होइन हामी। चुरोट खाइस् स्कुल अब बाउ आमाको पैसा सकाइस् होइन बाउ आमाको पैसा सकाइस् 12 पास गरेस् होला त्यति नै हो। अनि त्यहाँदेखि गोटी गाँजा खान थालिस् त्यति नै हो। अनि